सम्पूर्ण साथीहरुमा नमस्कार। हिजो हामीले संविधानको भाग 1 प्रारम्भिक पढेको छौं र त्योभन्दा अगाडि हामीले प्रस्तावनामा पनि पढिसकेका छौं। धेरै साथीहरुलाई संविधान ठूलो हुने र हरेक एक्जाममा यसबाट क्वेशन आउने र ती क्वेशनहरु धेरैले सल्भ गर्न नसकेको कुरा बताइसकेपछि मैले यो भिडियो सिरिज लिएर आएको छु। आजको सिरिजमा हामी नागरिकता सम्बन्धी भाग 2 पढ्छौं। भाग 2 पढ्नुभन्दा अगाडि भाग 1 मा हामीले 1 देखि 9 सम्म प्रारम्भिक भनेर पढेका छौं। त्यसलाई सरसर्ती अब रिभाइज गर्ने तरिका पनि सिक्नुहोस्। नेपालको संविधान धारा 1 मा संविधान मूल कानुन हो। यो संविधानसँग बाजिएको कानुन बाजिएको हदसम्म अमान्य हुनेछ। 1 भइहाल्यो। 2 मा सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको छ। यति भयो जाने भयो यहाँबाट। 3 मा राष्ट्र भनेको जाबादासा जातीय भाषिक धार्मिक र सांस्कृतिक हो, यति जान्ने। 4 मा हाम्रो नेपाल राज्य छ। कस्तो राज्य छ भन्दाखेरि सबै कुराहरू हुन्छन्। सार्वभौमसत्ता सम्पन्न धर्मनिरपेक्ष समावेशी लोकतन्त्रवाद र विशेष गरी समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो सम्झिनुहोस्। 5 मा राष्ट्रिय हित सबै सम्झिनु पर्यो। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपाली हक हितको रक्षा र सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्ध नेपाल भन्ने राष्ट्रिय हित सम्झिनु पर्यो 5 मा। र 6 मा राष्ट्रभाषा मातृभाषा सबै बोलिने मातृभाषा राष्ट्रभाषा। 7 मा देवनागरीमा लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा। यति जाने भयो। अनि राष्ट्रिय झण्डा चाहिँ 3टा कलर छ। सिम्बिक रङको भुइँ, गाढा नीलो रङको किनारा भएको र सेतो रङको सूर्य भइहाल्यो। एउटा कुरा त्यो सम्झिनु पर्यो। अर्को कुरा चाहिँ 16 मा 8 कोण देखिने खुर्पे चन्द्रमा देख्नु पर्यो। र अर्को कुरा भनेको सूर्य चाहिँ 12 कोणयुक्त सूर्य देखिनु पर्यो। यति छ। अनि हाम्रो अनुसूची 1 मा राष्ट्रिय झण्डाको कुरा छ। यो अनुसूची कुन अनुसूचीमा के पर्छ भन्ने कुराहरू चाहिँ मसँग एउटा सर्टकट तरिका पनि छ। त्यो तरिका तपाईलाई एक दिन बताइदिउँला अथवा यसपछिको क्लासमा त्यो क्लास लिएर म आइ नै हाल्ने छु। यो अनुसूची 2 मा हो। अनुसूची 3 मा हाम्रो नेपालको निशान छाप छ र कहिलेकाहीँ प्रश्नहरू राष्ट्रिय रङ सिम्रिको भनेर नेपालको संविधानमा कहाँ उल्लेख गरिएको छ भन्ने भन्नु होला। 9 को राष्ट्रिय गान इत्यादिको त्यो 9 को 3 मा चाहिँ छ हैन। 1 मा राष्ट्रिय गान, 2 मा निशान छाप, 3 मा राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक, जनावर गाई र राष्ट्रिय पंक्षी डाँफे हुनेछ। यी भए 9 सम्म भाग 1 यो अस्तिको क्लासको रिभिजन भयो। रिभिजन गर्ने तरिका पनि सिकिहाल्नुभयो। रिभिजन गर्दा सबै पढ्ने हैन, सबै पढ्न टाइम पनि हुँदैन। तर धेरै साथीहरुले संविधान अरु पढ्नुभन्दा संविधान चाहिँ किताबै पढ्नुपर्छ किनेर। त्यसमा धेरै कुराहरू हुन्छन्। एक्जामको लागि मात्र नभएर आजको यो भाग 2 नागरिकता चाहिँ व्यावहारिक रूपमा पनि अति नै इम्पोर्टेन्ट कुरा छ र बेला बेलामा साथीभाइसँग बस्दा पनि यस्तो यस्तो हुन्छ भनेर भन्न सकिन्छ। भाग 2 नागरिकतामा आजको भाग 2 नागरिकता छ। नागरिकतामा सबैभन्दा बुझ्नुपर्ने हिजोको 1 देखि 9 सम्म थियो भने आजको 10 देखि 15 सम्म हुनेछ। यो चाहिँ 10 देखि 15 सम्म नागरिकता सम्बन्धी पढ्छौं र मौलिक हक र कर्तव्य पछि पढ्छौं र क्लासमा जाउँ। सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा भनेको तपाईहरुले टाइटल पढ्नुपर्छ है। नागरिकताबाट वञ्चित गरिने छैन। जस्तै यो नागरिकताबाट वञ्चित गरिने छैन। कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनेर यो कहाँ उल्लेख भएको छ भनेर यो चाहिँ कहाँ गर्छ? यो चाहिँ नागरिकताबाट वञ्चित गरिने छैन 10 गर्छ र प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकता यो भयो। या चाहिँ एउटा क्वेशन छुट्टै छोडिदिन सक्छ। नेपाल कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित गर्ने छैन भन्ने कहाँ उल्लेख गरिएको छ भन्ने धारा 10 भाग 2 है। अनि पछि अब तपाईले नेपालको नागरिक ठहर्ने अब यो चाहिँ बुझ्नुस् है। नेपालको नागरिक ठहर्ने अब एउटा अवस्था कस्तो अवस्थामा नेपाली नागरिक ठहर्छ भन्दाखेरि यो संविधान प्रारम्भ हुँदाको बखत हैन निजका बाबु र आमाले नेपालको नागरिकता प्राप्त गरेको रहेछन् भने बाबु र आमाले भन्दा नि यो संविधान प्रारम्भ भएको बेलामा नेपालको नागरिकता पहिल्यै छ भने त्यो त नेपाली नागरिक भइहाल्यो। अर्को कुरा चाहिँ नागरिकताको प्रकार हुन्छ है साथी हो। यहाँ चाहिँ एउटा नागरिकताको प्रकार हुन्छ। कति प्रकारको नागरिकता हुन्छ भन्ने कुरा याद गर्नुपर्छ। पहिलो प्रकार भनेको नागरिकता वंशजको आधारमा पाइन्छ।
यो चाहिँ वंशजको आधारमा पाइने नागरिकता हो। यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि यदि तपाईँको बुवा र आमा दुवै नेपाली हुनुहुन्छ, उहाँसँग नेपाली नागरिक छ भने उहाँबाट जन्मिएको छोराले पनि नेपाली नागरिकता पाउँछ। कुन आउँछ? वंशजको पाउँछ। वंशजको नागरिकता पाउने धेरै कुराहरू छन्। ल यहाँ यो 2मा वंशजको नागरिकता भन्दा नेपालमा स्थायी बसोबास भएको देखाएको व्यक्तिले वंशजको यो संविधान प्रारम्भ हुनुभन्दा अगाडि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरिसकेको छ भने तपाईँ भइहाल्यो। अर्को, तपाईँ नबोल्ने त्यतिखेर नपायो भने कुनै व्यक्ति जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछन् भने पनि त्यस्तो व्यक्तिले चाहिँ वंशजको आधारमा पाउँछ। एउटा कुरा यो भयो। अर्को वंशजको आधारमा पाउने भनेको जस्तै यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मेको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपाली नागरिक रहेछन् भने निज बालिग भएपछि निज के हुनु पर्यो? नागरिकता पाउनलाई बालिग भएपछि वंशजको आधारमा नेपाली नागरिकता प्राप्त हुनेछ भन्ने कुरा भयो। यो 2टा कुरा भयो है। यो जस दुवै के बुझ्नुहोस् भन्दाखेरि यदि बा र आमासँग नेपालको वंशजको नागरिकता छ भने छोराले पनि वंशजकै आधारमा नागरिकता पाउँछ। यसमा कुनै दुई मतै छैन। अब जाउँ है। जस्तै कुनै पनि बच्चा, अब सुन्नुहोस् है, कुनै पनि बच्चा कतै नेपालभित्र फेला पर्यो होइन, एउटा बच्चा फाल्छन् नि मान्छेहरू, त्यस्तै बच्चा नेपालभित्र फेला पर्यो र बच्चाको बाबा पनि पत्ता भएको छैन भने आमा पनि त्यसको पत्ता लगाएन, बाटोमा सडकमा कहीँ कतै भेटिए, जस्तो पितृत्व र मातृत्वको ठेगाना नभएको बच्चा भेटियो भने त्यस्तो बच्चा चाहिँ नाबालक आइसकेपछि अथवा निजको बाबु र आमा फेला नपरेसम्म चाहिँ त्यो बच्चाले के को नागरिकता पाउँछ? वंशजको आधारमा नागरिकता पाउँछ। नेपाली नै हो, नेपालमा फालिने बच्चा कसको हुन्छ? नेपालीकै हुन्छ भन्ने यसको कन्सेप्ट होला। र यदि बाबु र आमा फेला परे र तिनीहरूसँग वंशजको नागरिकता थिएन र अरू कुनै नागरिकता पाउँथ्यो भने त्यस्तो अवस्थामा चाहिँ चेन्ज होला। तर पनि यदि कुनै पनि बच्चा पितृत्व र मातृत्वको ठेगाना नभएको प्रत्येक नाबालकले बाबु आमा नभेटे बेलासम्म वंशजको आधारमा नेपाली नागरिक पनि ठहर्नेछ है। अब हेर्नुहोस् है, आमा नेपाली, अर्को कन्सेप्ट हेर्नुहोस् है। आमा नेपाली होइन, नेपाली भनेको नेपाली नागरिकता भएको भन्ने बुझ्नु पऱ्यो है। अनि तर बाबुको पहिचान हुन सके छैन। बच्चा त जन्मियो, अब बाबुको पहिचान हुन सकेन। आमाको पहिचान छ, त्यो नेपाली नै हो, बाबुको हो भन्ने कुरा छुट्याउन सकिएन। यस्तो अवस्था पनि धेरै देखिन्छ होइन। र यस्तो अवस्थामा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको, बसोबास कहाँ आउनु पऱ्यो? नेपालमा नै बसोबास गरेको, तर बाबुको पहिचान हुन सक्यो। जस्तै कोही मान्छे विदेश गएर होइन, नेपालमा नै बसोबास गरेको, बच्चा जन्मियो, बाबुको पहिचान हुन सकेको छैन भने त्यस्तो व्यक्तिलाई नि वंशजको आधारमा, के को आधारमा? वंशजको आधारमा नेपाली नागरिकता प्रदान गरिनेछ। हेर्नुहोस् है, 3टा कुरा आइसक्यो वंशजको। एउटा बाबु र आमासँग नेपाली नागरिकता, वंशजको आधारमा नेपाली नागरिकता छ भने, 2 बच्चा भेटियो, बाबु र आमा नेपालमा भेटियो भने त्यसले पनि वंशजको आधारमा पायो। बाबा नभेटेर होइनन् भन्ने नठहरेसम्म पायो। 3 भनेको आमा नेपाली र बाबुको पहिचान हुन सके छैन भन्ने पनि पायो। अब सुन्नुहोस्, अब चाहिँ बाबुको पहिचान हुन सकेको थिएन, तर के भइदियो? बाबुको पहिचान भयो र बाबु के रहेछ? विदेशिक नागरिक भएको ठहरेमा होइन, त्यस्तो बमोजिम त्यस्तो बच्चाले के पाउँछ भन्दाखेरि अङ्गीकृत। हेर्नुहोस् है, अङ्गीकृतको कुरा थिएन, अब आयो अङ्गीकृत नागरिकता पाउँछ। कस्तो? अङ्गीकृत नागरिकताको प्रमाणित हुनेछ। तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता सङ्घीय कानुन बमोजिम अङ्गीकृत। यदि ठहरिएन, पहिचान भएन भने वंशज नागरिकता पाउँछ। हेर्नुहोस् है, तपाईँले अर्को प्रकार पढ्नुभयो। अर्को प्रकार के पढ्नुभयो? अङ्गीकृत पढ्नुभयो है। अङ्गीकृत नागरिकता पाउँछ भनेर पढ्नु हो। अब फेरि अर्को जाउँ। अब केटा नेपाली है। अब अर्को जाउँ। केटा के छ? केटा नेपाली भयो होइन। केटा नेपाली र नेपाली नागरिकसँग महिला विदेशीले बिहे गरे र विदेशी महिलाले बिहे गरे भने के हुन्छ?
त्यस्तो गरे कि विदेशी महिलाको हकमा है, विदेशी महिलाले चाहेमा उसलाई पनि अङ्गीकृत नागरिकता दिन सकिनेछ। जस्तै तपाईँ केटाले कोही विदेशी केटीलाई बिहे गरेर नेपालमा ल्याउनु भयो भने तपाईँको श्रीमतीले कुन नागरिकता पाउनुहुनेछ? तपाईँको श्रीमतीले अङ्गीकृत नागरिकता पाउनुहुन्छ है। अङ्गीकृत नागरिकताको दुईवटा कुरा आइसके। अब एउटा कुरा जस्तै विदेशी फेरि है, अब केटा विदेशी होइन, केटा विदेशी र केटी नेपाली होइन, केटी के भयो? महिला चाहिँ नेपाली भयो। केटा विदेशी भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हदमा निज नेपालमा नै यस्तो गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले सङ्घीकरण बमोजिम नेपालको अङ्गीकृत नागरिकता प्रदान गर्छ। अब यस्तो सुन्नुहोस् है, तपाईँको दिदी अथवा कोही महिलाले विदेशी महिलासँग बिहे गर्नुभयो। तपाईँको दिदीले कोहीसँग बिहे गरेपछि तपाईँको विदेशीसँग भएपछि तपाईँको भान्जाले यदि विदेशको नागरिकता गरेको छैन भने, विदेशी मुलुकको नागरिकता प्राप्त गरेको छैन भने उसलाई पनि हामीले के दिने? अङ्गीकृत नागरिकता दिनुपर्छ है। तर यदि तपाईँको फेरि निजको आमा र बुवा दुवै नेपाली नागरिक रहेछन् भने, तपाईँको आमा र बुबा दुवै नेपाली नागरिक रहेको छन् भने चाहिँ त्यस्तो व्यक्तिले के पाउने भयो? वंशजको आधारमा पाउनुभयो। कुरा बुझ्नुभयो है। सङ्घीकरण बमोजिम अङ्गीकृत नागरिकता प्रदान गर्न सकिन्छ। यति नै हो। अर्को एउटा पोइन्ट छ यहाँ, हामीले चाहिँ एउटा समानार्थ नागरिकता हुन्छ है। समानार्थ नागरिकता भन्ने कोही विशेष व्यक्तिलाई हामीले एउटा सम्मान स्वरूप नागरिकता पनि दिन्छौँ। तपाईँ नेपालको लागि केही विशेष काम गरे, एउटा पुतली बाजेले प्राप्त गरेको थिए नि, नेपालको विभिन्न पुतलीहरूको स्टडी गरेर उहाँलाई हामीले सम्मानार्थ नागरिकता पनि दिन सक्छौँ। यो सम्मानार्थ नागरिकता दिने चलन पनि नेपालमा छ। अर्को, तपाईँलाई त्योभन्दा पहिला हामीले कतिवटा नागरिकता पढ्यौँ? वंशजको आधारमा नागरिकता पढ्यौँ होइन, अङ्गीकृत नागरिकता पढ्यौँ र अर्को नागरिकता के पढ्यौँ? समानार्थ नागरिकता पनि पढ्यौँ। हेर्दै जाउँ है। अर्को कुरा पनि छ, नेपालभित्र गाभिने गरी कुनै क्षेत्रमा प्राप्त भएमा त्यस्तो क्षेत्रभित्र बसोबास भएका सङ्घीय कानुनको अधीनमा रही नेपालको नागरिक हुनेछ। जस्तै कुनै नेपालले पछि कुनै ठाउँ कब्जा गर्यो भने त्यो ठाउँको मान्छेलाई पनि नेपालको नागरिकता दिनेछ। कुन नागरिकता दिने भन्ने ठ्याक्क खुलेको छैन। सङ्घीय कानुनको आधारमा रही नेपालको नागरिकता दिनेछ भन्ने कुराहरू छ है यहाँ। यो कुराहरू तपाईँले बुझिसक्नु भएको छ। अब हामी जाउँ। अब हाम्रो मेन भनेको यही नै थियो। अब हामीले 12मा जाउँ। 12मा चाहिँ नेपालको नागरिकता कस्तो हुन्छ भन्दाखेरि वंशीय आधार तथा लैङ्गिक पहिचान सहितको नागरिकता हुन्छ। यो सम्झिनु पऱ्यो। 12मा कस्तो हुन्छ? वंशीय आधार सहित लैङ्गिक पहिचानको नागरिक हुनेछ। अनि पछि 13मा सुरुमा नागरिकता पायो, समाप्ति भयो अथवा अर्को देशको ल्यायो, फेरि पुनः प्राप्ति भयो र त्यो पनि समाप्ति भयो। प्राप्ति, पुनः प्राप्ति र समाप्ति 13मा उल्लेख गरेको छ। 14मा गैर आवासीय, अलिकति विशेष इम्पोर्टेन्ट छ, त्यो पोइन्टलाई हेर्नु होला। गैर आवासीय भनेको हाम्रो सार्क छ नि, दक्षिण एसियाली क्षेत्रीय सङ्गठन सहयोग सदस्य राष्ट्र बाहेकको देशमा बसोबास। जस्तै यो देशमा बसोबास गरेकोलाई हामीले यो गैर आवासीय नेपाली नागरिकता दिने चलन छैन है। विदेशी नागरिकता प्राप्त गरेको बसोबास गरेको साबिकमा वंशज जन्मका निजको बाबु, वंशजको आधारमा जन्मेका निज वा निजको बाबु र आमा, बाजे वा बजे नेपाली नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले सँगै आर्थिक सामाजिक र गैर आवासीय नागरिकता। तपाईँको नागरिकताका 4वटा प्रकार आइसके है। पहिलो प्रकार के आयो? वंशज आयो। दोस्रो प्रकार अङ्गीकृत नागरिकता आयो। तेस्रो प्रकार समानार्थ नागरिकता आयो। चौथो प्रकार गैर आवासीय नागरिकता प्रदान भएको कुरा पायो है। एउटा विशेष महत्त्व कुरा यहाँ छ, तपाईँले वंशजको आधारमा सबै अधिकार प्रयोग गर्न सक्नुहुन्छ। जस्तै आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक अधिकार प्रयोग गर्न पाउनुहुनेछ। तर गैर आवासीय नागरिकतालाई राजनीतिक अधिकार दिएको छैन। नोट गर्नुहोस्, गैर आवासीयलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको मात्र उपयोग गर्न पाउनेछ, राजनीतिक अधिकार उपयोग गर्न पाउने छैन। यो कुरा बुझ्नु होला।
र यसमा सार्क दक्षिण एसियाली क्षेत्रीय सङ्गठनको सदस्य राष्ट्र बाहेकको देशमा हुनु पर्यो। निजको बाबु वा आमासँग वंशजको आधारमा अथवा हजुरआमासँग पनि बाबु बाजे रही विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेछन् भने उसले चाहेको बखतमा के पायो, गैरावासीय नागरिकता प्रदान गर्न सकिनेछ है। उसलाई यहाँ गएर व्यापार गर्न सकियो, हाम्रो सामाजिक संस्कृतिमा भिज्न सक्यो, उसले सामाजिक अधिकार सबै पाउँछ, तर उसलाई यहाँ आएर राजनीतिक अधिकार चाहिँ हुँदैन। 15मा नेपाली नागरिकता सम्बन्धी अन्य व्यवस्था। अब सङ्घीय कानुन बमोजिम हुनेछ। छिटो रिभिजन गरौँ साथी हो। भाग 2मा नागरिकता छ, 10 देखि 15सम्म छ। 15को 10मा नागरिकताबाट वञ्चित गरिने छैन, कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गरिने छैन र प्रादेशिक पहिचान सहितको एकल सङ्घीय नागरिकता पाउनेछ। नेपालको नागरिक ठहर्ने त्यो संविधान भएको बखत तपाईँसँग नागरिकता छ भने भइहाल्यो वंशजको आधारमा। तपाईँको बाबा र आमासँग छ भने पनि तपाईँ छोराले वंशजको आधारमा नागरिकता पाउँछ। अर्को वंशजको आधारमा पाउने भनेको चाहिँ यहाँ कोही बच्चा बेटी हो, त्यसको मातृत्व र पितृत्वको ठेगाना छैन भने पनि उसले वंशजको आधारमा नागरिकता पाउँछ र यति बच्चा ठहरिएमा चाहिँ त्यही बाबुआमाको बमोजिम नै हुनेछ। अब के भयो त्यसमा, त्यसपछि हो ठिक छ ल। अब बसोबास गरेको आधारमा होइन, नेपालमा बसोबास बाबुको पहिचान हुन नसकेको आधारमा पनि त्यसले वंशजको आधारमा नागरिकता पाउँछ। तर पछि बाबुको पहिचान भयो भने त्यसले अङ्गीकृत नागरिकता प्रमाणित पाउँछ। बाबु विदेशी नागरिक भएको हुनु पर्यो। र अर्को चाहिँ नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिला नेपालमा हुन्छ, विदेशी महिलालाई हामीले नेपाली नागरिकता दिन्छौँ होइन। अनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाको तपाईँको भान्जाको कुरा छ, भान्जाले उताको लिएछन् भने यता अङ्गीकृत नागरिकता पाउनुपर्छ भन्ने कुरा भइहाल्यो। नेपाली नागरिक रहेनछ भने नेपाल जन्मेको यस्तो व्यक्तिले वंशज नेपाली नागरिकता पाउनेछ भइहाल्यो। अब यस्ता कुराहरू भयो। अनि कुनै ठाउँमा गाभिने कुरा कुनै आयो भने त्यसलाई नागरिकता दिने कुरा गर्यो सङ्घीय कानुन बमोजिम। अनि पछि वंशीय आधारमा नेपालको नागरिकता कस्तो हुन्छ, वंशीय आधार लैङ्गिक पहिचानसहितको नागरिकता हुन्छ। नागरिक प्राप्ति, पुनः प्राप्ति र समाप्तिको कुरा भयो। गैरावासीय सार्क सार्कमा बाहेक त्यसले सबै अधिकार प्रयोग गर्न पाउँछ, मात्र राजनीतिक अधिकार प्रयोग गर्न पाउँदैन। गैरावासीय नागरिकता प्रदान गर्न पाउँछ। नागरिकता कति प्रकारका हुन्छन्, वंशजको आधारमा पाइने नागरिकता, सम्मान स्वरूप पाइने नागरिकता, अनि अङ्गीकृत नागरिकता र गैरावासीय नागरिकता भनेर छ। यी भयो हाम्रो आजको टपिक।